हेलो गाइस आज चाहिँ म यताबाट घरको बाहिरबाट भ्लग स्टार्ट गर्दैछु। यो मेरो सेकेन्ड भ्लग हो। सबैलाई नमस्ते, सबै होप्सो सबै ठिकै हुनुहुन्छ होला। आज म भन्दाखेरि जानु चाहिँ सिप मल जाँदैछु। सो मेरो चाहिँ यता हो फ्ल्याट, अन्त घरको बाहिरबाट म भ्लग स्टार्ट गर्दैछु। सो तपाईँलाई म देखाउँछु आज चाहिँ सिप मलको भ्यूहरू कस्तो कस्तो रहेछ भनेर है ल। ओके गाइस, सो अहिले भेटौँ म। गाइस मैले भर्खर ट्याक्सी पनि पाइहालेँ। सो अब सिप मलको लागि जाँदैछु। सिप मल भी आइपुग्यो। यो चाहिँ सिप मल हो। ट्याक्सीबाट झरेँ, झरेर चाहिँ सिप मलको गेट नम्बर 1मा पस्दैछु। गेट नम्बर 1 चाहिँ पसेर अब चाहिँ किन सिप मल आएको भन्दाखेरि चाहिँ यता सलेनसम्ममा पनि अफर लागिरहेको रहेछ रमजानको। त्यही भएर कलेक्सनको राम्रो राम्रो लाग्छ है। मेरो साथी यता ब्यान्ड फर डेजमा पनि अफर लागिरहेको छ। सो यस्तो छ चाहिँ यो चाहिँ हेर्नु सक्नुहुन्छ रमन्दाको चाहिँ फेस्ट यस्तो उयोको लागिरहेको छ। क्यारी गरिरहेछ त्यो भर्खर निक्ले सनाइसनबाट निक्लिने बित्तिकै यो चाहिँ बारेनको पुरानो पेन्टिङ हेरेको रहेछ। एक्जिबिसन जस्तो गरेको रहेछ। यता चाहिँ यस्तो रहेछ। पेन्टिङहरू छ। सो अब चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ म चाहिँ यता बारेनमा गर्दाखेरि चाहिँ फर्स्ट मेरो जब जो मैले स्टार्टिङ गरेँ मेरो त्यता जाँदैछु। पहिला म बारेन फर्स्ट आउँदा चाहिँ म यही मलमा काम गर्थेँ नि त। त्यही भएर चाहिँ अहिले चाहिँ म जुन म फर्स्ट स्टोर छ त्यसमा जाँदैछु। हेर्नु सक्नुहुन्छ आज चाहिँ म चाहिँ सुनसान छ, किनभने अहिले चाहिँ तपाईँको रमजान चल्दैछ। त्यो भएर चाहिँ सुनसान छ। सो अहिले आफ्टर के भन्छ 6-7 o'clock चाहिँ तपाईँको बिजी हुन्छ, किनभने इफ्तार टाइममा चाहिँ एकैचोटि कस्टमर आउँछ नि त। सो गाइस म जाँदैछु, तपाईँलाई अहिले त्यताबाट भेट्यो। सो गाइस आज चाहिँ न्यू स्टोर आइपुग्न आँट्यो, मेरो प्रिभियस स्टोर जो चाहिँ मैले यताबाट स्टार्ट गरेको। यो हो मेरो प्रिभियस स्टोर चाहिँ नान्डोस। सो यताबाट चाहिँ मैले फर्स्ट जब स्टार्ट गरेको बारेमा। सो गाइस म भित्र पनि तपाईँलाई देखाउँछु है। जस्ट मैले चाहिँ भाइको ड्युटी रहेछ, भाइलाई भेटेँ हिजो। तपाईँले मेरो भ्लगमा देखिसक्नुहुन्छ। लो भाइ के भनिदियो हल्का? के भन्नु छ र, भर्खर खाना खाएको। कताबाट आइपुग्नु भयो त? एक्लै आउनुभएको? यता चाहिँ हो मेरो प्रिभियस स्टोर। यताबाटै मैले चाहिँ बारेमा उयो गरेको खाना त। सो यता चाहिँ मैले
पछि भाइहरूलाई भेटेर अब चाहिँ घरतिर लाग्ने दा फेरि भेट्नु पर्यो है अब काममा छ मेरा भाई भी आ रहा है ठीक है हेलो कौन भाई लाइक करने का बोल रहे थे लाइक करो सब्सक्राइब करो शेयर करो और बेल बटन बस 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 तू बोल देगा तो दाजुको भिडियो राम्रो लाग्यो भने चाहिँ डु सब्सक्राइब लाइक्स एन्ड कमेन्ट गाइस इन्सपिरेसन हुन्छ बढ्छ क्या अझै जागरुकता बढ्छ है भिडियो बनाउनमा हो नि त्यति गरिदिनु पऱ्यो है गाइस सबैले ल गाइस अब म चाहिँ गएको अहिले भेटौँ यता मानामा आइपुगेँ उनीहरूको चाहिँ अहिले चाहिँ यस्तो गरिरहेको छ 800 रुपियाँ दिएको उनीहरू यस्तो गरिरहेको छ यो मानामा चाहिँ तपाईँको भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ दार्जिलिङको क्यापिटल हो यो रस भइदिरहेको छ म चाहिँ अब घरतर्फ लाग्दैछु जाडो पनि निकै भयो यता एकछिन कामसामहरू सक्यो त्यहाँपछि अब घर लाग्दैछु गाडी पनि आइरहेको छ भन्दैछ खै ड्राइभरले पनि कल गर्छ भन्दैछ ओके यता तपाईँको यो चाहिँ यता चाहिँ तपाईँको मानामा हो अन्त यताबाट चाहिँ म रुम जाँदैछु गएर त्यहाँ चाहिँ फेरि भोलि मर्निङ सिफ्ट छ छिटो उठ्नुपर्छ त्यही भएर चाहिँ हुन्छ गाइस अहिले भेटौँ रुममा गएर है अब म चाहिँ भर्खर रुममा आइपुगेँ रुममा आइपुगेर चाहिँ अब भर्खर रुममा आइपुगेर चाहिँ अब रेस्ट गर्नुपर्छ किनभने भोलि मर्निङ ड्युटी छ मर्निङ ड्युटी भएको कारणले चाहिँ छिटो गरेर रेस्ट गर्नुपर्छ किनभने साह्रो पर्छ यी सबैजना यता दिदी बहिनीहरू पनि बसिरहेको रहेछ यता हेलो हेलो गाइजहरू होला बेना के भनिदिनु पऱ्यो अब मेरो नयाँ च्यानलमा लु सबैजनाले मेरो भाइको च्यानललाई सपोर्ट गरिदिनुहोस् होला लाइक सेयर अनि सब्सक्राइब गरेर नाना पनि के भनिदियो नानाले पनि अब के भनिदिनु पऱ्यो यसको अब फर्स्ट ब्लग हुँदैछ है फर्स्ट भिडियो तपाईँहरू सबैजनाले लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् अझै सपोर्ट गरिदिनुहोस् ल गाइस अब यस्तै छ हो जानी नजानी पनि अब झ्याम्मै बनाइदिएको कोसिस गरेको ओके गाइस थ्याङ्क यू फर वाचिङ ओके गुड बाई गुड नाइट